हेलो साथीहरू, यो हिजो मैले तपाईँहरूलाई भनेको थिएँ कि सेसनको बारेमा एउटा क्लास गर्छु भनेर। आज म 2 मिनेटमा यो कुरालाई चाहिँ अलिकति एक्सप्लेन गरिदिन्छु। एउटा चाहिँ इन्डिकेटर रहेछ। त्यो इन्डिकेटरको नाम रहेछ एफएक्स मार्केट सेसन। यो एफएक्स मार्केट सेसन सुरु गर्नु होला। सुरु गरिसके पछाडि तपाईँकोमा यसरी यो डिस्प्ले भएर आउँछ। अब डिस्प्ले भएर आउँदाखेरि मैले यसको सेटिङहरू अलिकता मिलाएको कारणले मेरोमा यस्तो देखेको छ। यो चाहिँ धेरै आउँछ। योमा के गर्नु होला भने यो चाहिँ यसको सेटिङमा जानु होला। सेटिङमा गएपछि यो हिस्ट्री चाहिँ अन गर्नु होला। टाइम जोन GMT 4 गर्नु होला। त्यसपछि यो एसएन सेक्सन हाम्रो स्टार्ट हुने भनेको 18 बजेदेखि 00 बजेसम्म यसलाई केही नचलाउनु होला। त्यसपछि फेक मुभको 0 देखि 2 बजेसम्म राख्नु होला। त्यसपछि हाम्रो इम्पोर्टेन्ट सेसन भनेको लन्डन हो। लन्डन चाहिँ राख्नु होला 2 बजेदेखि लिएर 5 बजेसम्म। त्यसपछि यो राखिसकेपछि एउटा न्युयोर्क रहेछ 7 बजेदेखि 10 बजेसम्म यति चाहिँ राख्नु होला। अब अरू चाहिँ केही नचलाउनु होला। नचलाइकन यसलाई चाहिँ ओके गर्नु होला। यो ओके गरिसके पछाडि तपाईँको यो करेन्ट जुन हुन्छ नि त्यो करेन्ट तपाईँहरूलाई अटोमेटिक उसले डिस्प्ले गरेर तपाईँहरूलाई दिइहाल्छ। यति गर्दाखेरि तपाईँहरूलाई सेसन चाहिँ ड्र गरिराख्नुपर्ने चाहिँ हुँदैन। ल हस्, थ्याङ्क यू।